हामी नआए भने पछाडि पुरा बोल्छौ, हामी आए भने नदेखे झै गर्छौ। रास्तामा भेटिँदा आँखा फेरिन्छ, तर हाम्रो नाम आएपछि मुख चलिन्छ। घरभित्र पस्दा पनि खबर सोधिँदैन, बस्छ कि बस्दैन मतलब नै रहँदैन। हामी उभिएर फर्कियौ, तिमी बोल्दै गयौ, हामी चुप रह्यौ, तिमी आरो पथप्दै गयौ। अरूलाई भन्छौ म त धेरै माया गर्छु, घरभित्र आएर पनि नाटक नै गर्छु। आमा बुवाको अगाडि बोल्छौ खुलेर, उ त कहिले आउँदैन यहाँ बसेर। उ यताउता हिँड्छ, साथीहरूसँग रमाउँछ, हाम्रो घरमा आएर कहिले बस्दैन घुमाउँछ। तर कसैले सोध्यो आएको देखिन्थ्यो त, त्यसको जवाफमा तिमी चुप, आँखा झुकेको अवस्था। हामी आएको दिन तिमीले देखेनौ, हामी नआएको दिन तिमीले कथा लेख्यौ। दुई फरक आवाज, एउटै मुख, अगाडि मौन, पछाडि ठुला शब्दको सुख। हामीले सम्मान खोजेका थियौं मात्र, न कुर्सी न नाम न झुटो पात्र। तिमीले प्रेमलाई प्रदर्शन बनायौ र अनुपस्थितिलाई हतियार बनायौ। हामी घरमै आएर पनि परायौ, हामी नआएर पनि दोषी ठहरायौ। यो कस्तो माया हो, यो कस्तो सम्बन्ध।